तेस्रो मार्च पासको रूपमा सुभाष माध्यमिक विद्यालयका विद्यार्थी भाइ बहिनीहरू आउँदै हुनुहुन्छ। बाटो खुल्ला गर्नको निम्ति आदरणीय सरहरूलाई सहजीकरण गरिदिनु हुन अनुरोध गर्दछु। त्यसै गरी हाम्रो अतिथि आसन ग्रहणकै क्रममा सोनाखाली माध्यमिक विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष आदरणीय प्रदीप कुमार राईको उपस्थिति छ। उहाँलाई म मञ्चमा आएर अतिथि आसन ग्रहणको निम्ति म हार्दिक अनुरोध गर्दछु। आयोजक विद्यालय पञ्चायत माध्यमिक विद्यालयका विद्यार्थी भाइ बहिनीहरूले मार्च पास प्रदर्शन गरिरहेका छन्। सम्पूर्ण विद्यार्थी भाइ बहिनी हाम्रो यो 7औं राष्ट्रपति रणनीति खेलकुद प्रतियोगिता कार्यक्रमका भलिबल कपरले भाइ बहिनीहरू अगाडि अलिक सहजीकरण गरिदिनु होला। त्यहाँ ढिलो भइरहेको छ, यो लाइभ गरिदिएको छ। पछिल्लो जम्मा भएर रहनुहुने मार्च पासमा सहभागी विद्यार्थी भाइ बहिनीहरूलाई लाइनबद्ध हुन सहजीकरण गरिदिन म सम्बन्धित विद्यालयका सरहरूलाई हार्दिक अनुरोध गर्दछु। सुभाष माध्यमिक विद्यालय मार्च पास भइरहेको छ। त्यसै गरी जालपा सिंहदेवी आधारभूत विद्यालय 25-10 का विद्यार्थी भाइ बहिनीहरूको उपस्थिति छ। मार्च पासमा हाम्रो विद्यार्थी भाइ बहिनीहरूलाई हौसला प्रदान गर्न ताली बजाएर सम्मान प्रकटको निम्ति म हार्दिक अनुरोध गर्छु। त्यसै गरी हिरक आधारभूत विद्यालय 25-10 को मार्च पास आइरहेको छ। त्यसै गरी दुर्गा आधारभूत विद्यालय 25-6 त्यसै गरी अमर सिंह माध्यमिक विद्यालय 25-5 का विद्यार्थी भाइ बहिनीहरूको उपस्थिति रहेको छ। मार्च पासमा मार्च पास प्रदर्शन गरेर बाहिर आएर हुने विद्यार्थी भाइ बहिनीहरूलाई कसरी व्यवस्थापन गर्नको निम्ति म सम्बन्धित विद्यालयका सरहरूलाई हार्दिक अनुरोध गर्दछु। रुखको छापतर्फ त्यसै गरी आदर्श सीता आधारभूत विद्यालय 25-9 का ससाना विद्यार्थी भाइ बहिनीहरूको पनि मार्च पासमा सहभागिता छ।
दुर्गमावि चकवाला 8को मार्चपास्ट भइरहेको छ। त्यसै गरी रेजिस्टर मावि विद्यार्थी भाइ बहिनीहरू, हाम्रा पञ्चायत समितिका विद्यार्थी भाइ बहिनीहरू, ताली बजाएर मार्चपास्टमा सहभागी विद्यार्थीहरूलाई हौसला प्रदान गर्नको निम्ति म अनुरोध गर्दछु। त्यसै गरी चन्द्र किरण त्रिशुल माध्यमिक विद्यालय पत्री शनिश्चरी 7का विद्यार्थी भाइ बहिनीहरूको पनि मार्चपास्टमा सहभागिता छ। त्यसै गरी दुर्गा माध्यमिक विद्यालय पत्री शनिश्चरी 7 को विद्यार्थी भाइ बहिनीहरूको पनि मार्चपास्टमा सहभागिता छ। त्यसै गरी राम जानकी आदर्श विद्यालय पत्री शनिश्चरी 6 भातेगौडाका विद्यार्थी भाइ बहिनीहरू पनि मार्चपास्टमा उपस्थिति रहेको छ। त्यसै गरी सरस्वती आधारभूत विद्यालय पत्री शनिश्चरी 4का विद्यार्थी भाइ बहिनीहरूको पनि मार्चपास्टमा उपस्थिति रहेको छ। अघिल्तिर माध्यमिक विद्यालय पत्री शनिश्चरी 4का विद्यार्थी भाइ बहिनीहरूले मार्चपास्ट प्रदर्शन गरिरहेका छन्। हाम्रा विद्यार्थी भाइ बहिनीहरूलाई ताली बजाएर सम्मान प्रदर्शनको निम्ति म हार्दिक अनुरोध गर्दछु। बालमुखी मेमोरियल सेकेन्डरी बोर्डिङ स्कुलका विद्यार्थी भाइ बहिनीहरूको मार्चपास्टमा उपस्थिति रहेको छ। सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूलाई हौसलाका लागि त्यसपछि सिंहवाहिनी माध्यमिक विद्यालय पत्री शनिश्चरी 9का विद्यार्थी भाइ बहिनीहरू मार्चपास्ट प्रदर्शन गरिरहेका छन्। यो मार्चपास्ट समाप्त भइसकेपछि स्वागत नृत्यको कार्यक्रम रहेको छ। नृत्यमा सहभागी विद्यार्थी भाइ बहिनीहरू तयारी हालतमा बस्नुहोला। जनता माध्यमिक विद्यालय श्री जनता माध्यमिक विद्यालय पत्री शनिश्चरी नगरपालिका 3 को पनि यो 7औं राष्ट्रिय रक्तपति रणशील प्रतियोगिता 2082 मा सहभागिता रहेको छ।
यसपटक यो मार्च पासलाई प्रतियोगितात्मक रूपमा मार्च पासमा सहभागी विद्यार्थीहरूलाई हौसलाका लागि नगद पुरस्कार सहितको व्यवस्था गरिएको छ। प्रथम द्वितीय र तृतीय हुनेहरूलाई नगद पुरस्कार प्रदान गर्ने कार्यक्रम रहेको हुँदा हाम्रो निर्णायकहरूले मार्च पासको मूल्याङ्कन गरिरहनु भएको छ। त्यसो हुँदा विद्यार्थीहरूलाई सहज रूपमा मार्च पास प्रदर्शन गर्ने वातावरण बनाउनको निम्ति हाम्रा स्वयंसेवक भाइ बहिनीहरू मेरो सहकर्मी शिक्षक साथीहरू र सम्पूर्ण सम्बन्धित विद्यालयका शिक्षक साथीहरूलाई म हार्दिक अनुरोध गर्दछु। बोर्डिङ स्कुलका विद्यार्थी भाइ बहिनीहरू मार्च पास प्रदर्शन गरिरहनु भएको छ। अगाडि विद्यार्थीहरूको एक साँगुरो भएको कारण विद्यार्थीहरू यहाँ जाम भइरहेको कुरा देखिएको छ। त्यसो हुनाले सहज रूपमा विकास दिनको निम्ति सरहरूलाई सहजीकरण गरिदिनु हुन म हार्दिक अनुरोध गर्दछु। मार्च पास प्रदर्शन गरेर गइसक्नुभएका विद्यार्थी भाइ बहिनीहरूलाई आफ्नो ब्यानरसहित यो औपचारिक कार्यक्रमको अघिल्तिर आएर बस्नको निम्ति पनि म हार्दिक अनुरोध गर्दछु। यो भलिबल कोर्टको दक्षिणतर्फ शीतल ठाउँ छ, त्यहाँनिर आफ्नो ब्यानरसहित रहिदिनु हुनको निम्ति म अनुरोध गर्दछु। त्यसै गरी श्री केबी स्मारक बोर्डिङ स्कुल 35-10 का विद्यार्थी भाइ बहिनीहरूको मार्च पास प्रदर्शन भइरहेको छ। सम्भवतः यो अन्तिम मार्च पास हुनुपर्छ, त्यसपछि विद्यार्थीहरूको उपस्थिति देखिएको छैन। म मार्च पासमा